हैन अब के लेखिरहनु हुन्छ कसैलाई उटपट्याङ प्रश्न नगर्नुस् पत्रकारजी। हजुर यो तपाईँको उटपट्याङ फटा प्रश्न हो। यता सुन हजुर भूत भन्ने देख्नु भएको छ? देख्नु भएको छ भूत? छैन छैन। तर पनि भूतको हल्ला छ कि चाहिँ देखिएको छ नि त। स्वतन्त्र फेसबुक भने के हो भन्ने कुरा म तपाईँलाई भन्छु ल। सदनमा मलाई अपमान गर्ने मान्छे छन् त्यहाँ? छ? भन्नु न, छ? छैन नि, होइन कि छ त कुनै माननीय यस्तो उस्तो भन्ने गाली गर्छ? छैन। सामाजिक सञ्जालमा छ कि छैन? छ। हो। एक्सन इक्वल्स टु रियाक्सन। तपाईको लेखाइले गर्दा बढेका हुन् कि कुन चाहिँ लेखाइ भन्नु त? हैन अब के लेखिरहनु हुन्छ कसैलाई उटपट्याङ प्रश्न नगर्नुस् पत्रकारजी। हजुर यो तपाईँको उटपट्याङ फटा प्रश्न हो। कुरा बुझ्नुभयो नि? हजुर तपाईँले मलाई देखाइदिनु त कुन चाहिँ मेरो स्टेटस। अर्कोचोटि मलाई प्रश्न सोद्धा त्यो स्टेटस पनि अर्को मोबाइलमा हातमा राखिराख्नु अथवा कलरमा प्रिन्ट गरेर ल्याउनु, हजुर होइन? त्यो हाउमा स्टेटस यस्तो लेखेको छ भन्ने यो हैन, तपाईँको हुइम हो। धेरैले तपाईँले यता सुन हजुर भूत भन्ने देख्नु भएको छ? देख्नु भएको छ भूत? छैन छैन। तर पनि भूतको हल्ला छ कि चाहिँ? छ हो, हल्ला हो। हर्क साम्पाङले खराब स्टेटस लेख्छ भन्नु र भूत हुन्छ भन्नु एउटै कुरा हो। भूत देख्नु भएको छ भनेको के यत्रो वर्ष भयो, कति वर्ष पुग्नुभयो भने त सोध्दिनँ।